सांसद त महावीर हुनुहुन् के मजा पत्रकारले सोद्धा पनि 1 लाख दियो भने स्विक गर्न पर्ने बोल्दैन के सिस्टम जिंदाबाद बोल्दैन जिंदाबाद मन्त्रीज्यू ग्यासको विषय मात्र बोल्दिन न जिंदाबाद बोल्दैन 1 लाख रुपैयाँ दिए नि बोल्दैन ल ग्यासको विषयमा थोरै बोल्नु ग्यासको विषयमा होइन चुप ग्यासको विषयमा बोल्नु मन्त्रालयमा गाड्छ ग्यासको बोल्दैन किन मन्त्री यस्तो चुप नबस्नु जिंदाबाद बोल्दैन जिंदाबाद मन्त्रीज्यू ग्यासको विषय मात्र बोल्दिन न जिंदाबाद बोल्दैन युवाहरूको तपाईँ आइडल पनि हो जसरी तपाईँले कृषिको लागि औजारहरू बनाउनुहुन्छ त्यसरी ग्यास पनि सम्बन्धित तपाईँको पनि सम्बन्धित कुरा हो बोल्दैन नबोल्ने मन्त्री किन सरकारले चुप 1 लाख रुपैयाँ दिए नि बोल्दैन ल मन्त्रीज्यूले हामीले 1 लाख कहाँबाट दिने मन्त्रीज्यू ग्यासको विषयमा यसो 1 लाख ग्यास पाएनन् मन्त्रीज्यू के विषयमा कि छैन मन्त्रीज्यू ग्यासको म बोल्दैन अलि हाँगार नै छ सरकारको के कदमहरू यहाँलाई के थाहा जानकारी थियो कि विज्ञानको कुरा जानकारी छ अरू थाहै विज्ञानको कुरा गर्नको लागि पेट पनि त पूजा गर्नु पर्यो त्यसको लागि ग्यास चाहियो नि मन्त्रीज्यू ल मन्त्रीज्यू ल बस ग्यासको विषयमा थोरै बोल्नु ग्यासको विषयमा होइन चुप ग्यासको विषयमा बोल्नु मन्त्रालयमा गाड्छ ग्यासको बोल्दैन किन मन्त्री यस्तो चुप नबस्नु जिंदाबाद बोल्दैन जिंदाबाद मन्त्रीज्यू ग्यासको विषय मात्र बोल्दिन न जिंदाबाद बोल्दैन युवाहरूको तपाईँ आइडल पनि हो जसरी तपाईँले कृषिको लागि औजारहरू बनाउनुहुन्छ त्यसरी ग्यास पनि सम्बन्धित तपाईँको पनि सम्बन्धित कुरा बोल्दैन नबोल्ने मन्त्री किन सरकारले चुप 1 लाख रुपैयाँ दिए नि बोल्दैन ल मन्त्रीज्यूले हामीले 1 लाख कहाँबाट दिने मन्त्रीज्यू ग्यासको विषयमा यसो 1 लाख ग्यास पाएनन् मन्त्रीज्यू के विषयमा कि छैन मन्त्रीज्यू ग्यासको म बोल्दैन अलि हाँगार नै छ सरकारको के कदमहरू यहाँलाई के थाहा जानकारी थियो कि विज्ञानको कुरा जानकारी छ अरू थाहै विज्ञानको कुरा गर्नको लागि पेट पनि त पूजा गर्नु पर्यो त्यसको लागि ग्यास चाहियो नि मन्त्रीज्यू ल मन्त्रीज्यू ल बस